झरिसक्दो रहेछ अहिले त। मेरो हाइकिङ पार्टनरहरू तिनचुली 3वटा डाँडा। उहाँ चाहिँ मेरो गाइड आजको। ओ पोखरी पनि ट्रायङ्गल आकारको रहेछ। तिमी बिरुवा हेर्दै गर। यहाँ टेम्पो पनि रहेछ। हाम्रो यो बाजे र बोजूको चौतारी। कुन चाहिँ? खै ऊ तल डाँडाघर मजाले फोकस चाहिँ हुँदैन रहेछ चाहिँ। पसल भन्ज्याङ यता त्यो गाडी त नि यता गयो होइन? ए हामी यति माथि आइसक्यौँ। नेटवर्क पनि नदिने हो। यसले भएको एनटिसीको माथि आइसक्यौँ। उया माथि गुम्बा, माथि इउको स्कुल, ऊ माथि गुम्बा। लग गयो अब। सित्त होइन त साह्रै होला नि यस्तो निस्केपछि त होइन। यता पढ्नु थालेछ नि। हो त फ्रिजको जस्तो नि बुसुक बुसुक गयो। हाम्रो स्नोफल हो यो चाहिँ। त्यो गएको फर्स्ट स्नोफल यो वर्षको हो त। बज्यो यो त सित्त होइन तुसारो नै हो। यस्तो गरेर फ्रिजको जस्तै छ यो त। हिउँ जस्तै त देखेको छ नि। खै मैले त हिउँ देखेको छुइनँ है। हिउँ मात्रै भन्ने मैले। झर्दाखेरि चाहिँ हिउँ यस्तै फुसफुस यस्तै हुन्छ होइन। यो घर पनि राम्रो रहेछ। झरिसकेपछि पुरा फ्रोजन त्यो आइसको ढिक्का हुन्छ नि त्यस्तै गरी बस्दो रहेछ कि। यतातिर सफा राख्दो रहेछ नि घरहरू। हेर्नु न घरको ब्युटी चाहिँ त्यही नि थाङ्ग्रा। तलतिर जाने गाडीहरू अझै गएको छैन क्या हो नि होला। ऊ तलदेखि देखेको गफ गर्दै गर्दै फार्मिङ भएर पछि लिची पनि हुन्छ। त्यही भएर त्यो सुन्तलाहरू पनि त तराईतिर अलिक बेसीतिर फल्दैन अनि हामीतिर फल्यो भने पनि यत्रो फल्छ क्या। अनि पाक्नु पनि बेसरी समय लाग्छ पाक्दै पाक्दैन। यहाँहरू दामी रहेछ नि यहाँ चाहिँ। उयो डाँडा पनि कति राम्रो सानो। ऊ हेर्नु न यतै यत्रो धेरै सल्लाह छ ऊ दामी नि। अब चाहिँ यताको जङ्गल अर्कै छ त्यताको जङ्गल। माथिको ठाउँदेखि चाहिँ खत्ता दिन्छ त्यो के भन्छ सल्लाहहरू डाँडा छ क्या यस्तो राम्रो। यस्तो बाटोमा त मजा हुन्छ नि हिँड्नु। पन्जामतिर जस्तै बिचमा यस्तो रोड छ। यता पनि चिया बगान है रोप्नु नि। ठ्याक्क दाब्रङ भन्छ रोपेको छ त तर धेरै ठुलो चाहिँ भइसकेको छैन होला। रोप्नु चाहिँ रोपेको छ। फाइनली हामी गुम्बा आइपुग्यौँ। यताको
गुम्बाको वरिपरि चाहिँ ग्रेट वाल अफ चाइना जस्तै रहेछ अनि ऊ पर चाहिँ उतातिरको के अरे पहाडतिर जाने घरहरू जस्तै रहेछ यस्तो चाहिँ गुम्बा हुन्छ है पहाडको हामी अहिले कुन ठाउँ हिँडिरहेको छौँ हामी अब इउ पुग्न लाग्यो हाम्रो छाया थिङदिङका हो यो इउ त थिङदिङका पुग्दैन नि अब त इउ गाविसै लागिसक्यो नि यो त ए तलदेखि होला गुम्बाहरूदेखि उयो क्या कस्तो राम्रो नि लहरा सबै त्यसको खाँदै बाँच्दो रहेछ तर यो हामीले हेर्दा जस्तो देख्छौँ क्यामेराले खिच्दा त्यस्तो खिच्दैन मलाई रिस उठ्छ आइफोनमा चाहिँ सेभ Emotional damage. बनमाराले बनै खायो हो यही भनेको मलाई यति राम्रो देखिन्छ आजकल त्यस्तै छैन रहेछ के चाहिँ उयो बाटो अनि यता सल्लाह यता कस्तो राम्रो देखिन्छ कि यो यो डाँडा राम्रो लाग्यो खोजेको यो बजार आइपुग्यौँ यो चाहिँ प्रहरी चौकी यहाँबाट राम्रो आउने रहेछ फोटो ए यही हो राँकी मेला लाग्ने ठाउँ ऊ तल के रोपेको ड्रागन फ्रुट खै कुन ऊ तल सेतो टुक्लुक टुक्लुक यतै त के बिरुवाहरू ड्रागन क्यामेरा हेर्नु कि भुइँ हेर्नु भयो म त वाउ सिनहरू देखाउँदैछु ल अब इउ बजार होइन यो इउ बजार आइपुग्यौँ अब यहाँनिर यहाँ डाँडाबाट चाहिँ दामी आउँदो रहेछ फोटोहरू पुलिस चौकी अनि त्यसपछि अब हामी चाहिँ पेट्रोल हाल्ने यहाँ कतातिर होटलतिर छिरेर अनि हाम्रो डेस्टिनेसन चाहिँ कहाँ हो भन्दाखेरि ऊ पारीको सल्लाहघारी त्यो ठुलो सल्लाहघारी त्यहाँदेखि ओह्रालो ओह्रालो झर्ने अनि त्यसपछि हामी घर पुग्छौँ अनि फत्राक्क भएर पुग्छौँ हामी घर यतादेखि नै हाम्रोतिर भन्दा डिफ्रेन्ट छ नि यो मात्रै बाई बाई तलको दाङखा गाउँ हामी चाहिँ यता मासतिर आइसक्यौँ त त्यस्तो छ हामी चाहिँ सर्टकट बाटो हिँड्दैछौँ पानी खानु चाहिँ बिर्सेर ऊ पारी चाहिँ हिमाल सर्पको मकै कस्तो राम्रो देखेको नि कलरै कस्तो राम्रो क्या राम्रो देखियो काँडै काँडा रहेछ यो त
जानु पर्यो भने चाहिँ यताबाट सर्टकट क्या तल पसल भन्ज्याङ जाने बाटो यता माथि भोजपुर जाने बाटो हामी चाहिँ यो उता जाने बाटो के भन्छ दाबुराङ भन्ज्याङ चाहिँ भोजपुर जाने बाटो हामी चाहिँ यता दाबुराङतिर छिर्यौँ उहाँले चाहिँ सल्लाहको बिरुवा चोरेर लानु हुँदैछ प्लान्ट लभरहरू यस्तै हो प्लान्ट देख्न नहुने हात गइहाल्छ अनि आफ्नो त हालत पनि यो मान्छे त वाउ कि वाउ भन्छ ओह्रालो पो रहेछ नि अब त यति राम्रो राम्रो ठाउँ छ नेपालमा हाम्रो भोजपुरमा अनएक्सप्लोर ठाउँहरू हेर्नुहोस् यहाँनिर कति राम्रो छ सेतै ग्राउन्डहरू सानो स्ट्रबेरी त अनि यो यो वाइल्ड पत्ता हेर न पहिला पहिला त्यस्तै त खान्थ्यो मान्छे हामी दुई लड्की मात्रै हिँडिरहेको छौँ तर केही पनि डर पनि हुँदैन मान्छे पनि हुँदैन यतातिर त जनावरको पनि डर हुँदैन हामी एकचोटि के त्यो साइली सानीहरू हुनुहुन्छ त्यो जनतारी सानीहरू उहाँहरूसँग यहाँ यस्तो यो ठुलो खालको त्यो के भन्छ कटेज टिप्न आएको थियो क्या यहाँ माथि जङ्गलबाट आएको अनि ठ्याक्क यहाँ निस्क्यो अनि यहाँबाट चाहिँ घर गएको राम 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 वाउ दाबुराङ देखिनु आएको सबै दाबुराङ यस्तै हुन्छ है यताको नामहरू चाहिँ दाबुराङ दाबुङ भनेको त गुराँस हो दाबुङ भनेको राङ भनेको जङ्गल गुराँसको जङ्गल होला केही स्टोरी ब्याक स्टोरी ऊ त घर देख्यो त दाबुराङ हो नि त्यो कुन ए ऊ त्यो देखेँ ओ प्यारोट सब एकै कटु एउटै बोट एउटै आमाको बच्चाहरू हेर्न कस्तो हाँसेको अनि एउटैले त त्यो जन्माएको होला नि अरू हाम्रो एउटा अब त पारी देख्यो अब त हाम्रैपट्टि आइसक्यो हामी जस बिचमा रहेछौँ नि यस्तो यस्तो टर्न हुँदैछौँ यहाँ कति फल्ने रहेछ ऐसेलु पछि चिसो हावा चल्यो लागि पनि आज आकाश कस्तो राम्रो छ कस्तो राम्रो किनभने कस्तो बाक्लो साथी सेम रुखहरू छ नि यहाँ त एउटै रुखबाट यस्तो नि उतै चाहिँ कस्तो डर लाग्यो मलाई गुराँसको बोट नि यस्तै गरी हुनु नि सबै जङ्गलभरि यो क्या यो डाँडा नै उठेर हिँड्नु अरे एनिमीमा हुन्छ त त्यस्तै यस्तो अनि मुनि चाहिँ टटल हुन्छ अनि माथि चाहिँ यस्तो जङ्गल हिँड्छ तलबाट पनि रहेछ त रोड यही रोड हो तल गएको हाम्रो सर्टकट जहिले पनि उकालो हुन्छ आज ओह्रालो छ फर्स्ट टाइम राम्रो हो पटुसको दाना भएको छ कि छैन यो म यो ट्राई गर्छु ल यसमा छ जस्तै छ पक्नै
खाइसकेछ किराले फल्ने त फलेको रहेछ लुजम कति धेरै फलेको रहेछ नि सेत ए ब्राउन ब्राउन ठुलो ठुलो पो दाना रहेछ त हाम्रोतिर चाहिँ कालो सानो खान्छ के हामी चाहिँ अब यता जङ्गलतिर बस्यौँ सर्टकट बाटो मान्छे हिँड्ने बाटो मजा पो आउँदो रहेछ यसरी हिँड्नु अनि कतिर वासिङै जानुपर्ने खालको अनि फेरि डाँडा चढ्यो तल्ल झरेर उता जानु त अलिक लेन्दी भयो नि त हामी चाहिँ माथिबाटै जाम रोड यो डाँडाबाट जङ्गल जाम झर्छ होला भनेर गर्छ होइन जङ्गल पसेर पुरा त्यो जङ्गली फुलै फुल क्या बाँसमा खरी अनि प्लान्टहरू अस्ति हिमालतिर हुनुवाला मान्छेहरू नजाने ठाउँ थियो होला नि त्यो बाटोहरू यस्तो हुन्छ नि अनि भुसुक परेको भाली जस्तो भुस्नेसम्म डाँडाको बिचमा कस्तो मजा भएको नि अहिले त्यो फलहरू पनि फलेको अमिलोले खानु मिल्दो रहेछ क्या खाँदै गएको थियो ठ्याक्क सानो बुनी थियो त दिदीको छोरी त्यो नानीको नाम के हो निसु रातो रातो गाला भएको खानु मिल्छ भन्ने रमाइलो भएको हौ अनि यस्तो बुकी फुलहरू पनि एउटा त अब झारहरूमा छ छैन क्या ठुलो ठुलो कस्तो मजा भएको उतै डाँडा त्यो ठुलो डाँडा छ र त्यहीबाट माथि चढेको टपमा क्या ठाउँबाट भन्छ ए यो भयो कि अमिलोको बोट होइन यो त बान्द्रे कि बान्द्रे हौ बान्द्रे बान्द्रे कि बान्द्रे अमिलो अमिलो हुन्छ तपाईँले बखराको फुल देख्नुभएको छ व्हाइट कलरको कस्तो राम्रो हुन्छ नि बखरा पनि राम्रो हुन्छ कलर मिठो लाग्छ मलाई अमिलो अमिलो कस्तो चिसो हावा आएको नि कति चिसो भएको हात मेरो त्यस्तै हुन्छ यस्तो त दाना खन्छ नि त पहिले हामीले बन्देज बनाएर त्यो बाँसकोमा सर्पाको मकै गोले हान्थ्यो लाग्थ्यो अनि उहाँबाट पनि हिमाल देख्छ हिमाल आज देखिँदैन रहेछ क्या चिसो चिसो भएको छ नि त देख्यो भने पनि त्यही अघि उताबाट देखेको जस्तो देखिन्छ चिसो चिसो नि मौसमले हामीलाई एकदम साथ दिएको छ गोठाला पनि यतादेखि उता उतादेखि यता मात्रै रहेछ बिचरा उसले त्यहाँदेखिको त्यहाँसम्म मात्रै देखेको छ संसार नभए हिमाल देख्ने गरी फोटो खिचिदिन्छु पछाडि बनायो स्टोरीहरू भन्ने क्या नेपालीमा कति सुन्थ्यो त नसुनि निन्दै नलाग्ने अहिले त सुनेको भूतवाला हो यस्तो गरेको मलाई त बिजुलीको तारहरू देख्दा त डर पो लाग्छ हौ कता कता करेन्ट फाल्छ त्यो हामीले होइन स्विच अफ गऱ्यौँ होइन तर पनि हाम्रो प्लग चाहिँ त्यहाँनिर नै प्लग इन छ भने करेन्ट फालिरहेको पो हुँदो रहेछ त एकचोटि त्यसरी करेन्ट लागेको के सानो हल्का अस्ति के भन्छ उयो माथि ठुलो भाइ काका हुनुहुन्छ त तपाईँहरूको मावली घरमा बस्नुहुन्छ त चाहिँ हिँड्दा हिँड्दै गफ गर्दा गर्दै बोटानिकल गार्डन आइपुग्यौँ एकदम चिसो हावा चलिरहेछ अनि त्यसपछि
हिमालको एकदम चिसो हावा आइरहेछ यताबाट चाहिँ निकै माथि आइपुगेको छौँ हामी। गुराँस फुल्ने सिजनमा आयो भने चाहिँ एकदमै राम्रो देखिन्छ। अनि ऊ पर चाहिँ दाबुराङ खोइ दाबुराङ ऊ परको थोरै थोरै घर भएको। अब पाहाडतिरको त्यस्तै नै हुन्छ, बजारहरू पनि गाउँहरू पनि थोरै थोरै लाई पनि गाउँ भनिन्छ। के को बास्ना आएको यस्तो मिठो? हाम्रो घरको अगाडि पनि यस्तो रोपेको थियो दुईटा, उखालेर फ्यालिदिनु पर्छ। छाटकाट गरेर त यतिको भएको होला। यो उम्रिँदै यस्तो त उम्रिँदैन होला। यस्तै जातको हो त नि यो? अलिअलि त गरेको होला नि। मान्छे त आउँदैन होला। अनि हाम्रो गुराँस हेर्न सक्नुहुन्छ, त्यहाँ खुइलेको गुराँस। वाउ, हिमाल कस्तो दामी देख्यो। जाउँ हिमालसम्मै। नपत्याएर हाँसेको हेर न। नबसौँ। बोटानिकल गार्डनको अवस्था धेरै नाजुक छ। यहाँको निकायहरूले हेरिदिनु होला। यो राम्रो भएन यस्तो, अलिक स्याहार्नु पर्यो आफ्नो ठाउँलाई। यस्तो राम्रो हिमाल देख्ने ठाउँ छ। बल्ल बल्ल पुगेको घर। यहाँ देख्न सक्नुहुन्छ चिया बगान। चिया बगानसँगै हिमाल तल टल्किरहेको छ। चिया बगानको बगान चाहिँ छैन, तर चिया चाहिँ चियाको बिरुवा चाहिँ छ सानो सानो, भर्खर स्टार्टिङमा रहेछ। पछि राम्रो ठुलो ठुलो भएपछि चाहिँ राम्रो देखिन्छ। हामी दाबुराङ पुग्न लागेको छौँ। चिया बगान यो चाहिँ। मान्छेहरू चाहिँ कोही हुँदैन, हामी मात्र हिँडिरहेको छौँ। कति मेहनत लाग्यो होला सामान ओसार्दा। यो रुख कस्तो राम्रो, त्यहाँ गएर बस्नु। सोख हुन्छ नि कतिलाई आफ्नो राम्रो घर बनाउने। यो चाहिँ दाबुराङ बजार होइन? यस्तो राम्रो छ। यतिखेर चाहिँ कस्तो सुनसान नि, काम गर्ने समय भएर। ए सहरदेखि हामी यत्रो बाटो हिँड्दै आएको, तलदेखिको तलको डाँडादेखिको यति माथि। त्यही त संरक्षण गरेको एरिया हो कि। त्यहाँ पनि साग कस्तो मजाले रोपेको रहेछ। दाबुराङ पनि छोडेर गयौँ। यो चाहिँ दाबुराङको स्कुल। अब हामी अर्को गुम्बा पुग्छौँ। सानो सानो डल्लो डल्लो नि।
यहाँ बस्छौँ हामी चटपटी खान अनि हामी उबाट पुग्नुपर्ने हो सल्लाहघारी सोच्नु पनि भएको थिएन होला हिँड्नु सक्दैन भनेको पनि पढ्नु अन्डर एस्टिमेट गरेर मलाई गल्यो मेरो साथी चाहिँ गलेर देखाएको मेरो चेहरा पनि घरिघरि देखाऊँ न भनेर एक दिनमै सब अलराउन्ड र यता कहाँ त के अरे यता मासतिर थामडाँडा वाउ यता त यस्तो बस्ने ठाउँ रहेछ नि त उ माथि हेर त यस्तो दामी दामी ठाउँ छ बस्ने रमाइलो गर्ने ऊ तल के बनाउँदो रहेछ यहाँको अनि त्यसै आउन चाहिँ 1 डाँडा 2 डाँडा 3 डाँडा 4 डाँडा 4 डाँडा 5 डाँडा त्यस्तै कति डाँडा उताबाट आएको पुग्नुपर्ने चाहिँ त्यहाँनिर बाकुलो जङ्गल भएको सल्लाहघारीमा अब हामी पुग्न लागेको छौँ यस्तै छ बाटोघाटो चाहिँ परको 2टा टावर पनि देखेको रहेछ त्यहाँदेखिको यत्रो हिँड्दै हिँड्दै आइसक्यौँ हामी हेलो फ्रेन्ड चाय पी लो अब पुग्नुपर्ने चाहिँ त्यहाँ अब गुम्बा निस्किन लाग्यौँ गुम्बा निस्केपछि सल्लाहघारीदेखि ओह्रालो अनि त्यसपछि खोला आउँछ खोला तरेपछि चाहिँ गाउँ आइपुगिन्छ कस्तोमा घर बनाएको हो अकेले छिपछिपे पानीमा ल्याऊ बल्ल we spotted one house finally we have some hope कति नजिक जङ्गल त we are so proud of us meow meow राम्रो रहेछ त बलियो त्यत्रो बिरालाको छ म छक्क यिनीहरू बुझ्दैन रहेछ चिचुङढुङ्गा यहाँबाट के भन्छ अरे भन्नुहोस् त म्याम अघिदेखि मेरो भिडियोमा आइरहेको छ अहिले आएर नदेखाउनु न सिमेन्ट अनि बालुवा
तिम्रो इन्फर्मेसन गलत रहेछ भने मान्छेहरूले कमेन्ट गरेर भन्छ। अब हामी गुम्बा आइपुग्न लाग्यौँ। हामी फाइनली गुम्बा आइपुग्यौँ आफ्टर 15 मिनट्स अफ वक। ऊ त्यो घर ऊ पानी खाएको घर कतिचोटि यहाँ आइसकेको। कति धेरै डेभलपमेन्ट भइरहेको रहेछ। यसरी ढाल्छ यहाँ चाहिँ काठको लागि। यहाँ तल र घर रहेछ, यहाँ चाहिँ बाटो रहेछ। यहाँदेखि हामीले पानी खाएको तातो पो भइगयो सेतो देखेको देखि। यता पनि बाटो बनाउँदै रहेछ। मलाई त भएको छैन है। मलाई तातो भयो यहाँ त। एकछिनै त धुलो जाओस्। यो तलबाट देखिने रातो घर अनि गुम्बाबाट हुँदै हामी जाउँ फेरि यता हाम्रो गन्तव्यतिर लाग्यौँ। मारीको लाटी है मोराजी जोडी जोडी ऊ भएको घर। मलाई त मन परेन कस्तो के गिफ्ट ऱ्याप गरेको जस्तो। सबैले त्यस्तै मात्र लाउँदो रहेछ। बाई। परबाट तिर्छु जस्तै देखिने नि। को बिहान बिहानै यही गइरहेको हुन्छ जहिले। फर्किने गरी यता पो झन् कि लाउनु कसले सुन्दैन। तारिफ गर्छन् हामी। यता त लाइनहरू पनि राखेको रहेछ, बाटो पनि पढाएको रहेछ। कस्तो फुलै फुलमा हिँडेको जस्तो देखिने। हो र घोडले पनि यति हाल्यो नि। ए हो कस्तो मजाले नै देखिनु छोडो कालो कालो देखिँदैछ। खोटाङै ठिटो खोटाङ चाहिँ अलिक बाक्लो बाक्लो बस्तीहरू रहेछ त रहेछ। उताबाट त्यता जङ्गल मात्रै देखिन्छ होला। कस्तो धुम्यो हौ वारिपारि केही नदेख्ने गरी। देखिएन नि त नि भिडियोमा। त्यो चाहिँ भयो नराम्रो। उ त्यो मान्छे होइन
के फलेको जस्तै बाटो पनि सिधा रहेछ ओखलढुङ्गा चाहिँ अझै उता काकाको तलतिर चिप्लेको भए म त्यस्तो चिहानमा चाहिँ सेतो झन्डा लगाउँछ क्या अब घरतिर चाहिँ रङ्गी चङ्गी त्यहाँ भन्दा नि मुन्नी नै छ बस्ती त कति गहिरो रहेछ हौ नदेखिने कति धेरै खेतीपाती पनि गर्दो रहेछ अलिक उब्जनी जस्तो छ नि अँ। रोडहरू नि मजाको त नि कति राम्रो नि बस्ती पनि एकदम बाक्लो यहीँदेखि नै यस्तो देखेर चाहिँ उहाँ कति होला झन् हेर त्यो बच्चा भिरमा यसको बस्तीहरू सबै भिरतिर छ जस्तो छ नि जङ्गलतिर कस्तो भिरमा बसेको त्यही माथि मलाई त पार्टीतिर बस्नु किन डर लाग्छ हौ तिमी त्यहीँ बसिरहेछौ लाने गुराँसको बोट मर्यो भने म के यसको नाम फो समिलो कहाँ यो हो यो पनि होइन त यी पाती चाहिँदा छ नि उनीहरू कता गए यता यता यो चाहिँ शेर्पाहरूको मरेको मान्छेको नाममा टिबेटन भाषामा यसरी लेखेर राम्रोसँगले राख्दो रहेछ त्यो ऊहरू कस्तो मिलाएर राखेको नि ढुङ्गाहरू लाने डाँडा सबै इमेजिनेसन राम्रो भएर तिम्रो भेडा बाख्रा माटो सल्लाहको रुख त्यस्तो नाङ्गो हुन्छ पात पात पनि यस्तो नाङ्गे पनि हुन्छ र सल्लाहको बोट बोटै मरेको ए के चाहिँ अडिएछ त्यस्तो कालै हुने गरी भनेको दापुरा
천천히 그댈 쳐다봐 가슴이 자꾸 뛰어와 내 맘속에 퍼져가는 그대랑의 꿈만 보여 아무 일도 없는 척 꿈 पिकनिक स्पट कसले चाहिँ सफा गर्छ त अनि खायो खायो हिँड्छ यतातिर त फेरि पिकनिकमा त्यो चाड लाग्छ खान्छन् होला माग्छन् तल्लोपट्टि के हो त्यो डाँडा त देख्नु न हो त्यस्तो चुचुरो त बनाइदिइहाल्दो रहेछ हामीले नि कतिवटा क्रस गरेर आइसक्यौँ ल कुदेर जानु यो चाहिँ हाम्रो डेस्टिनेसन अनि हाम्रो चाहिँ यो वासिङ अनि यो बनेवा हैन अनि यहाँ माथि हाम्रो गाउँ यो यहाँ झरेर अनि यहाँ चढेर अनि फेरि वहाँ पुग्नुपर्ने हामी चाहिँ कहाँ गयो मेरो अम्ला यहाँनिर पुग्नुपर्ने अनि यहाँदेखिको चाहिँ हिँड्दै 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 यहाँ आइपुगेको हामी पारी अब हामी त्यहाँ जान्छौँ त्यसपछि त्यहाँ झरेर अनि यता चाहिँ खोटाङ तल पाहाडीबाट त्यस्तो बाक्लो देखिएको तर यहाँ भित्र चाहिँ यस्तो राम्रो रहेछ कति धेरै रहेछ यस्तो मकै कति ठुलो रहेछ नि डरलाग्दो रहेछ यस्तै झ्याउ खान्छ होइन चिप्लो चिप्लिँदैछु त म त चिप्लो न चिप्लो रहेछ यस्तो पात एकदम चिप्लो यता गएको रहेछ यहाँ त के होला नि भित्र के छ होला यहाँ माछा पनि छ क्रोकोडाइल पानी त कस्तो डरलाग्दो छ त अनि चितवनतिर एलिगेटर साँच्चीमै क्रोकोडाइल त कति ठुलो पो हुन्छ अरे त ओरिजिनल क्रोकोडाइल मान्छेलाई नि सर्लक्क निल्दिन्छ हाम्रो घरमा पनि छ लगेर रोप न दबाई हो त नि सानो ट्युमर रोप्यो भने पनि भइहाल्छ कति धेरै हो यो सर्पको मकै सर्पै सर्प छ के यतातिर
सानो उम्रे सरी सानै होला नि बढ्दै होला उ यहाँ झन् यी कति सानो छ इस यता है यहाँ त झन् कति सानो सानो उड्दैन खै त उडेको मजाले फुगर न यहाँबाट कस्तो राम्रो आउँदो रहेछ हो यसरी फोटो खिच्दा पुरै बल लाग्न आउनुपर्ने रहेछ तिम्रो बिस कचोटि माग्यो हो साँच्चै के साह्रो भएको हौ मेरो मात्रै हो कि तपाईँको पनि पहिला यहाँ आऊ न अनि उडाइसकेर अनि भयो कस्तो मजाले उड्यो त नि Dandelions wishing on every youth ए के पो भन्छ wishing on everyone that you'd be mine mine हामी चाहिँ यस्तो बाटो हिँडिरहेको छौँ वासिङ पुग्नलाई तलतिर सालको पात युज गरेर टपरी बनाउनु यता चाहिँ यस्तो पात खेतबारी घर त देख्दै कुनै भिडियोमा पनि त्यस्तो हुँदैन नि रियल स्ट्रगल त कसैलाई थाहा नै हुँदैन राम्रो राम्रो कुरा मात्रै त हो हाल्ने भिडियो यहाँ के फलेछ खानु मिले पनि कहाँ खानु हल्का घरको यो चाहिँ राम्रो हुन्छ फुल्दाखेरि बगनबेली यो यो त्यो चाहिँ थाहा छैन God bless me. तपाईले भनेको त 12 महिना जस्तो फुल्छ हो के चाहिँ बगनबेली 12 महिना फुल्दैन नि सिजनल फुल्छ हाम्रो घरमा अहिले विन्टरमा फुलिरहेछ कुनै टाइपको चाहिँ समरमा मात्रै फुल्ने विन्टरमा चाहिँ झर्ने हुँदो रहेछ हाम्रोमा चाहिँ विन्टरमा फुल्ने वाला छ केरा हो नि यो केरा हो कस्तो मिठो हुन्छ केरा भुटेको नि मलाई पनि मिठो मलाई त लसुनको पात पनि मनपर्छ झन् त्यो खाइसकेपछि मिठो हुन्छ नि त मुला यहाँ त लाग्छ नि होला नि त ऊ मासतिर त त्यस्तै छ कालो कालो तोरी यत्रो यत्रो हुँदो रहेछ नि सब कुरा मनपर्छ मलाई चाहिँ दाल बाक्लो पारेको मनपर्छ बोरा दाल मनपर्छ
मलाई तरकारी छ भने त म कहिले दाल खाँदैन तरकारी मलाई त बोरा दाल हुन्छ नि यताको पहाडको नयाँ त्यसमा घिउ हालेर अनि त्यसमा साग पनि हालेको छ भने अनि भात छ अनि अचार छ भने तरकारी चाहिँदै मलाई हाम्रो मम्मीले चाहिँ त्यो यताको बोरामा चाहिँ थुक्पा बनाउनुहुन्छ त्यो चाहिँ सबैले त्यस्तो पनि हुन्छ मिठो हुन्छ यो चाहिँ डाँडा खर्क रहेछ होइन ए वासिङ हो उता के हो छेपी हो कि के रोपेको रहेछ यहाँ चाहिँ केरा मसिनो मसिनो बकुल्ला पनि रहेछ यहाँ चाहिँ थुप्रै रहेछ नि सागसब्जी टिपेर लैजाऊँ यो चाहिँ हेल्थ पोस्ट अनि चाहिँ माथिदेखि देखेको स्कुल आइसक्यौँ अब त्यहाँदेखिको त्यहाँ पुग्नु छ त्यो बाइक त्यहाँ तल यति छिटो पुगिसक्यो फैलोमा पनि छ नि त खुल्ला ठाउँमा लैजाऊँ न एउटा टिपेर पिङ्क रोजहरू त साँच्चै सबसे राम्रो हुन्छ हो कति राम्रो नलाने नदेखाऊ है अहिले मार्ला भीमसेन पार्टीले गर्नुसम्म गरेछ रोज पिङ्क रोज घाममा कस्तो राम्रो देखेको होइन यसको चाहिँ भनेको क्या त्यसरी होइन यही थम्नेल हाल्नु पर्यो यहाँ माथिदेखि आएको हिँड्दै हिँड्दै यहाँ तल आइसक्यौँ माई गड way more to go घाम त्यहाँ पुगिसकेको छ मलाई लाग्छ खोलामा पुगेर उकालो चढ्दा चाहिँ घाम अस्ताउँछ भने यो चाहिँ यस्तो हुन्छ पहाडको डेड इन्डहरू मुनि चाहिँ खोला खल्लै खल्ला सल्ल चिया खोजेको पनि चिया पनि भेटेन गाउँमा चिया पनि हुँदैन अब रक्सीमा आयो भए रक्सी र झार दिन्थ्यो होला दोकान हुन्छ पसल हुन्छ होटल पनि हुन्छ तर के हुन्छ भन्दा मान्छे चाहिँ हुँदैन तालचा लगाएर कहाँ जान्छ यस्तो ढुङ्गे बाटो हिँडिरहेको छौँ हामी ऊ त्यहाँ उसको बोट पनि रहेछ अमलाको बोट पनि रहेछ कति पुरानो बरको बोट रहेछ पिपल चाहिँ रहेन रहेछ है
पिपल चाहिँ रहेन रहेछ। पहेँलो के ओछ्याएको जस्तो लालुपाते पनि रहेछ। लगेर रोप न एउटा। तर बर्खामा त सक्दैन होला। यो थालाकाम डाँडा होइन त ऊ उयो अन्त नि त्यो खोलाको पानी होला नि यो। त्यहाँ तल झरेर अनि फेरि माथि निस्किनु पर्ने। डाँडा कट्यो। अनि त्यो चाहिँ के त्यो पनि भोजपुर त हो नि। वासिङ पनि थिन्दिङ खा दाङखा के अरे बनेवा बनेपा कस्तो नराम्रो आउनु थाल्यो।